हाम्रो नेपाली दाजुभाइहरूको अथवा नेपाली समुदायको एउटा बानी चाहिँ मलाई साह्रै मनपर्छ क्या। जस्तो तपाईँको दसैँ तिहार आउँछ उत्तिकै रमाइरहेका हुन्छन्। तपाईँको ईद आउँछ मुस्लिम समुदायका दाजुभाइहरूसँग बसेर रमाइरहेका हुन्छन्, पार्टी खाइरहेका हुन्छन्। क्रिसमस आउँछ त्यत्तिकै नेपालीले कति राम्रोसँग सेलिब्रेसन गरिरहेका हुन्छन्। क्रिसमस ट्री किनेर चाहिँ तपाईँको सजाएर आफ्नो दोकान सजाएर क्रिसमस पनि मनाइरहेका हुन्छन् होइन। तर जब तपाईँको हाम्रो देशको जो चाहिँ कन्भर्टेड क्रिस्चियन दाजुभाइहरू हुनुहुन्छ उहाँहरूको जब हाम्रो फेस्टिभल आउँछ उहाँहरूले चाहिँ कलर छुनु नहुने, रातो चिज छुनु नहुने, होली खेल्नु नहुने, दसैँ तिहार सेलिब्रेसन गर्नु नहुने। फेरि जन्मसिद्ध तपाईँको विदेशी क्रिस्चियनहरू जो चाहिँ जन्मसिद्ध हुनुहुन्छ उहाँहरू चाहिँ आएर हामीसँग हातेमालो गरी होली पर्व मनाइदिने, दसैँ तिहार जति पनि हाम्रो हिन्दूसँग रिलेटेड फेस्टिभलहरू छ मजाले मनाउनुहुन्छ उहाँहरूले। कहिले पनि चाहिँ त्यसरी रातो चिज छुनु नहुने, टिका लाउनु नहुने, रङ खेल्नु नहुने खालको त उहाँहरूको त चाहिँ बाइबलमा लेखेको छ जस्तो चाहिँ मलाई लाग्दैन है। मलाई चाहिँ यो बानी चाहिँ नेपालको अथवा नेपालमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको साह्रै राम्रो लाग्छ। नेपालीहरूले जुनसुकै चाडमा उत्तिकै साथ दिइरहेका हुन्छन्, उत्तिकै सेलिब्रेसन गरिरहेका हुन्छन्। यो बानी चाहिँ नेपालमा मात्रै छ जस्तो लाग्छ मलाई, नेपालीहरूसँग मात्रै छ जस्तो लाग्छ।